हेलो साथीहरू, गुड नाइट सबैजनालाई। अनि यो चाहिँ आज मेरो दिनभरिको ब्लग हो। अन्त यो चाहिँ नामथाङ जानुको लागि हामी रेडी भएर पनि गाडीमा चढेर यहाँनिर स्टार्ट गर्नु हुँदैछ गाडी चाहिँ। अन्त हामी चाहिँ आफ्टर लङ टाइम गएको बोजूहरूकोमा हो। अन्त यहाँनिर बोजूकोमा जाँदा चाहिँ गाडी चाहिँ त्यहाँ बाहिर अलिक मैला भएको थिएर चाहिँ सफा गरेको हामी वेट गरिरहेको छौँ साथीहरू। अन्त हामी यहाँनिर धोएर पनि क्लिन भएर पनि हामी चाहिँ जाँदैछ। यो बाटोमा थुप्रै कुरोहरू डेभलप भएको देखेँ है। अनि नामथाङ जाने बाटो हो यो चाहिँ। अनि अचम्म पनि लाग्यो, थुप्रै दोकानहरू अनि फोटो खिच्ने जग्गाहरू पनि बनिएको रहेछ। त्यो चाहिँ म फर्किँदाखेरि खिचेको छु हो। अन्त साथीहरू, अन्त यो चाहिँ जाँदाखेरिको कुरा हो। अन्त हामी यो चाहिँ नामथाङ बोजू पनि बिमार त अस्ति हुनुभएको रहेछ, तर जाती भइसकेको हो। अन्त बिहा गरेको दिन चाहिँ म गएको थिइनँ र म चाहिँ जाँदै गरेको यो भ्यूहरू पनि देखाउँदैछु। छिटो छिटो गाडी चाहिँ स्पिड थियो नि त, अन्त र पनि अलिअलि भए पनि मैले देखाएको तपाईँहरूलाई। अन्त यस्तै छ बाटो, एकदम दामी। हामी यो चाहिँ नामथाङ पुग्नु आँटेको नजारा हो। अन्त नामथाङ पुग्नु भन्दा पनि यो तुरुङ अलिक माथि हो कि सायद। अन्त त्यो जग्गामा हामी चाहिँ जाँदै गरेको। अन्त बाटो आज चाहिँ छिट्टो पुगेको जस्तो लाग्यो है नामथाङ चाहिँ। अन्त अलिक जाडो जाडो रहेछ आज चाहिँ। दिन पनि त्यस्तो घाम पनि लागेको थिएन नि त सन्डे छुट्टी भनेर चाहिँ हामी गएको। ठिक्कै पुगे पनि यही दिदीहरूको घर, बोजूहरूको घर। अन्त मोन्स्टेरा हेर्नुहोस् न कस्तो दामी। हामी पुगेर पनि यहाँनिर कछुवा हेर्ने अरे भने नानीले यस्तो ठुलो सानो बच्चा थियो। यो चाहिँ निकै ठुलो भइसकेछ है, निकै वर्षमा गएको। यहाँनिर हेर्नुहोस् न यो चराहरू पनि छ, पट्टे चरा पनि छ माथिनिर। अन्डा चाहिँ कस्तो बेसी पारेको रहेछ हो साथीहरू। त यो अन्डा चाहिँ दबाई पनि हुन्छ अरे भनेको सुनेको थिएँ। अन्त हेर्नुहोस् न यहाँनिर यस्तो हुँदो रहेछ, दुम्सी जस्तो देखिरहेछ। चराको नाम चाहिँ थाहा भएन। माथिल्लोपट्टि चाहिँ पट्टे चरा पनि रहेछ, यहाँ मुनिपट्टि चाहिँ यो चरा रहेछ। हेर्नुहोस् यहाँ माथि पट्टे चरा रहेछ यो चाहिँ हो। अरू कलरको पनि थियो, त्यो चाहिँ मान्छे देखेर भागिहाल्यो, राम्रो खिच्नु पनि पाइनँ। थुप्रो कलरको रहेछ यो चरा चाहिँ। हेर्नुहोस् न यो कलरको रहेछ, कस्तो दामी कलरको चराहरू रहेछ। अन्त म चाहिँ त्यहाँदेखि त्यो देखाएर भिडियो गरेर चाहिँ यहाँनिर हेर्नुहोस् न फुलहरू, घन्टी फुलहरू, बेगनबेली भयो। अन्त यो जेरिनियम, थुप्रो किसिमको फुलहरू रहेछ। पुरा मन पर्यो मलाई चाहिँ। जहीँ गए पनि केटीहरू त फुलै मन पराउँछ होइन। मोन्स्टेराहरू कस्तो दामी दामी। अन्त प्रिन्सेसहरू, जेरिनियमहरू मैले पनि मागेर ल्याएँ है। एकदम दामी 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 लाग्यो फुलहरू चाहिँ। प्लान्टहरू भन्दा पनि बेसी म चाहिँ फुल चाहिँ मनपर्छ नि त। कतिवटा मेरोमा भएको कलर पनि रहेछ, कतिवटा नभएको कलरहरू। नभएको कलरहरू चाहिँ मैले मागेर ल्याएको छु साथीहरू। यो कलरहरू चाहिँ छ र मैले ल्याइनँ यिनीहरू। त हेर्नुहोस् न सिङ्गलमा पनि दामी फुल्यो, तर रोज भेराइटीमा पनि रहेछ यसको चाहिँ हो। अन्त यहाँ भित्र रहेछ, भित्र गएर चाहिँ मैले खिचिनँ साथीहरू। जान त गएँ, तर बनाउनु चाहिँ म फुल देखाउनुको उयसमा चाहिँ क्यालेन्जी मेरोमा भएको पनि रहेछ। अन्त फुल देखाउनुको बिचमा चाहिँ यहाँनिर जाने बेलामा बिदाबारी बोजू, हाम्रो काका, त्यहाँदेखिको मेरिसा बोजू। यहाँनिर हेर्नुहोस् न यस्तो दामी। यहाँनिर हामी हेर्नु आँटेको गएर पनि यो मामरिङमा खिचेको साथीहरू हामीले ब्लग बनाएको। यो चाहिँ मामरिङको जग्गा हो, तपाईँहरू पनि भिजिट गर्नुहोस्, एकदम दामी लाग्यो यो जग्गा चाहिँ। बाई बाई एभ्रिवान, थ्याङ्क यू सो मच फर वाचिङ।